अलिक अप्ठ्यारो स्थिति आएको छ र तपाईहरु नहिन्नु होला र यो बाटो हुँदा हुँदै पनि अर्को बाटो चाहिँ खोला बढेको सँगसँगै हामी यो तल राजद्वाली टापु स्थित जाँदैछौँ। यो दानाबारीदेखि झापा जाने बाटो कस्तो छ त भनेर चाहिँ म देखाउन गइरहेको छु तपाईहरुलाई। हेर्नु होला, यो चाहिँ यता दानाबारी जाने बाटो हो। दानाबारी जाने बाटोमा चाहिँ खोला पस्यो भनेको सुनेको छु, त्यही भएर हामी यहाँ तपाईहरुलाई देखाउन गइरहेको छौँ। यात्रा गर्दै हुनुहुन्छ भने आजको दिन नगर्नु होला भन्न चाहन्छौँ हामी। यो सबैजनाले शेयर गरेर सबैमा पुर्याइदिनु हुन पनि हामी अनुरोध गर्दछौँ। खोला चाहिँ एकदमै बढेर अहिले बाटो पुरै बन्द भइसकेको छ। यो बाटो पनि बाटो चाहिँ यस्तो थियो, अस्तिको बाढीले बगाएपछि को बाटो यस्तो थियो। अहिले यहाँ पनि पुरै बाढी पसेर बाटो छैन है। बाटो बन्द भइसकेको छ। किन अप्ठ्यारो पनि ल यहाँ पनि बाटो बन्द भइसकेको छ। टापु त्यहाँ सबै बगाएको टापु यही हो। यहाँनिर सबै यो ढुङ्गा राखेदेखि उता सबै बजार थियो, एउटा टापु बजार, त्यो सबै बगेको छ अस्ति नै। र अहिले यहाँ यो बाटो छैन है। अब यहाँ कसरी जाने है? बाटो छैन। अलि छिटो छिटो गरौँ। यहाँ कतै आइगयो भन्दा हामीलाई तानेर लान्छ त। ए बाटो छैन। बाटो पुरै पानीले ढाकिसकेको छ, देख्न सक्नुहुन्छ। यहाँ एउटा रोड बनाएको थियो, छैन अहिले। अब हामी उता बाटो देखाउँदै जान्छौँ, हेर्दै गर्नु होला। ओहो कस्तो दलदले पो रहेछ त यहाँ। माल्दै हजुर अल्ला ए भैया चप्पल त गयो त हौ। होइन यहाँ सबै देखाइरहेको छु मैले, सबै यो जे छ त्यही देखाइरहेको छु। तपाईहरु देख्न सक्नुहुन्छ है। पुरै बाढीले टापु बस्ती पुरै 18 गतेको बाढीले बगाएको थियो। पहिरोहरू आउने आइरहेछ माथिबाट। अलिक छिटो भएको